Hello everyone, welcome to another vlog. Guys, as we are here at 8 Mile है दार्जिलिङमै 8 Mile. अन्तखेरि आज चाहिँ कहाँ छ भने चाहिँ we are here at TD. अन्तखेरि हामीसँग छ आज सरोज दा है. सरोज दा पनि one of our subscribers सेन्पे फ्यामिलीको है. अघि साप ल्याइदिन्छु भन्दै थियो है. मैले रिक्वेस्ट गरेको छु नल्याइदिनु भनेर. ल आज सरोज दाले चाहिँ यहाँको टिडी को टुर दिनुहुन्छ हामीलाई हैन. आज चाहिँ दुईजना चाहिँ किन आएको छ भने चाहिँ हामीलाई चाहिँ यहाँ टिडी बाट चाहिँ बोलाएको थियो है यहाँको लोकल टुर को लागि. तपाईहरुलाई धेरै धेरै धन्यवाद. आइदिनु भयो, टाढोबाट आउनुभयो, बाइकमा आउनु भएको छ है. धेरै धन्यवाद. तपाईहरुको भिडियो धेरै हेर्छु, धेरै भन्दा पनि धेरै. टिडी मा फर्स्टमै गेट देख्नुहुन्छ, गेटको पल्लोपट्टि चाहिँ जीरो वेस्टेज हाम्रो यो यहाँ त म आइबस्छु नि. यहाँ दोकानमा म आइबस्छु. राम्रो राम्रो सामानहरु पनि पाउँछ है. हजुर. यो चाहिँ टिडी को शप है. अन्तखेरि we can get a variety of products. यो चाहिँ सबै होममेड हो. यहाँ चाहिँ हाम्रो मिङमा दोकानको मालिक. यो चाहिँ के हो? यो तपाईको ए तिल मिठाई. हौ त्यो साबुन हो. ए साबुन. म त मिठाई पो रहेछ भनेको हो त. मिठाई रहेछ. Smells good. खाइ पठाउँछ नि. दोकान अरु दोकानहरु पनि हुन्छ हैन के बेच्छ. तपाईको दोकान र अरु दोकानमा चाहिँ डिफरेन्स चाहिँ के छ? अब डिफरेन्ट चाहिँ भन्नुभयो भने तपाईले अरूको दोकानमा प्लास्टिक ज्यादातर युज गर्छ र त्यो प्लास्टिकले चाहिँ के भइरहेको छ त्यो चाहिँ उनीहरूलाई याद छैन. र हामी चाहिँ जति सक्दो प्लास्टिक चाहिँ युज गर्दैन. हामीले एकदम प्लास्टिक युज गरे पनि त्यसको अब हामीले जे अब जस्तै बस्ने भयो, जस्तै अब टेबलहरु भयो, त्यस्तोहरु बनाउन सक्छ. त्यसमा चाहिँ प्लास्टिक कम्ती. प्लास्टिक धेरै कम्ती. धेरै कम्ती. यो चाहिँ अब तपाईको खम्बा भन्छ यसलाई है. यो खम्बा. खम्बा यो चाहिँ तपाईको हामीले खानाहरु वेस्ट हुन्छ, सब्जीको छिल्काहरु वेस्ट हुन्छ र यो चाहिँ 3 स्टेप छ. यसमा चाहिँ तपाईले मल बनाउन सक्नुहुन्छ. ए म्यानुरिङको लागि. हजुर. यसमा चाहिँ तपाईले यो माथिबाट एउटा क्याटलिस्ट बनाइहाल्नुहुन्छ. हजुर. त्यहाँबाट त्यो क्याटलिस्ट हालेपछि चाहिँ जति पनि आफ्नो तपाईको खाना वेस्ट भएको हुन्छ र सब्जीहरु हुन्छ त्यो हालेर चाहिँ तपाईको 15 दिन या 1 महिना लाग्छ. क्याटलिस्ट हालेर त्यसलाई सडाउँछ. त्यहाँबाट स्टेप बाइ स्टेप झर्दै जान्छ र लास्टमा चाहिँ तपाईको पक्का मल चाहिँ भएर लास्टमा आउँछ. यहाँबाट झर्दै झर्दै जान्छ ओह्रालो. अन्त गाइस अझै एउटा कुरा है. You see in the store is that like you see some like unique अन्तखेरि अलिक पहिला नदेखेको कुराहरु क्या त्यस्तो. म जो चाहिँ म देख्दै छु है. यो त अनि त अर्कै कलर हुन्छ है. अर्कै छ यो तपाईको जंगली त्यो उयो हुन्छ नि मौरी. हजुर. हाम्रो यताको मौरी भन्दा चाहिँ धेरै त्यो चाहिँ सानो हुँदो रहेछ. ए अच्छा. त्यो चाहिँ मतलब चाखाबाट निकाल्दाखेरि नि त्यो चाहिँ पुरै अब मतलब चाखा नै सेतो. अर्को चाहिँ पहेँलो हुन्छ तपाईको. हजुर. म चाहिँ पहेँलो त्यही. हजुर. यो चाहिँ तपाईको डायबिटिसको लागि चाहिँ एकदम बेस्ट हुन्छ. ए अच्छा. हो गाइस मैले भन्थे नि युनिक कुराहरु देख्छ भनेर हो. सेतो मह देखे आज. चोङ्गी चाहिँ ओभरै अहिले डिप स्लिपमा है. सोच्दा हामी कहाँ गएको तल होमस्टेमा? यहाँ टिटीको चाहिँ होमस्टे पनि छ हैन. म नआएछु लाइक सुनेको मैले मजाको छ भनेर. तर आज हेर्छु है. कहिले भयो भने बस्नु पनि आउँछु. यु क्यान होल्ड मी because I'm wearing high heels. स्वीकृति छ नि जब खोलाहरु जान्छ, जब यस्तो बाटो अप्ठ्यारो बाटोहरु हप्छ नि. किनकि तिमीले मलाई कहिले भन्दैनौ कहाँ गएको आज हिल्स लगाएर कहाँ गएको. यो चाहिँ 81 82 भन्छ यसलाई. 81 82 81 82 ए 81. हजुर. अच्छा. ए डिजाइन हेर्न माटोमा पनि मजाको है. सो गाइज दिस इज द प्लेस है. अम्बो दामी पर्छ, धमाकादार पर्छ त. वाशरुम पनि कोजी है. सावर पनि रहेछ. अन्तखेरि दामी दामी दामी. प्लास्टिकको त युज भएको छैन होला यहाँ. प्लास्टिकको पाउ पनि भेट्नु हुँदैन. त्यही त. Bed is so soft. है दामी है. गाइज अन्त अझै एउटा कुरा हैन. यहाँ चाहिँ ओभरै डरला त गरम भइरहेछ हैन. किन गरम भइरहेछ भन्दा चाहिँ दिस इज द रिजन फर इट है. यो चाहिँ के भन्छ हिमालयन रकेट स्टोभ है. हिमालयन रकेट स्टोभ HRS. यसको अलिकति भनिदिनु न यसको बारेमा. यसको बारेमा चाहिँ के छ भने यसमा काम गरेको चाहिँ मैले 2 साल 2.5 साल जस्तो भयो. अनि यो चाहिँ विशेष गरी चाहिँ किन टिटीले पनि अप्नाइरहेको छ, टिटी पनि यसमा संलग्न किन छ भने चाहिँ यो चाहिँ पर्यावरणलाई एकदमै हानि नपुग्ने कुरा हो. अनि घर परिवारमा हाम्रो दिदीबहिनी जति पनि दिदीबहिनीहरूले खाना पकाउनुहुन्छ कि त उहाँहरू बिमार आँखाको हुन्छ
कि ढाड दुख्ने कि यस्तो खोकीको छातीको सबै बिमारी यो धुवाले गर्दा हो नि त। यसबाट चाहिँ यो चाहिँ एकदमै धुवाविहीन चुल्हा हो। त्यसमा तपाईँले खाना पनि बनाउन सक्नुहुन्छ यसमा है। हजुर। अनि सायद यो बाहिरको जुन धुवा छ धुवा पनि देख्नु सक्नुहुँदैन। अहिले तात्तिरहेको छ यो बलिरहेको छ होइन। एकदमै राम्रो चुल्हा छ। तपाईँले यहाँबाट दाउरा हाल्दा पनि भयो हो। यो यहाँबाट चाहिँ फ्यान निकाल्नु। यहाँबाट चाहिँ तपाईँले यस्तो हुन्छ जस्तै तपाईँले यो दैलो भयो होइन। हजुर। दैलो खोल्यो यो तपाईँले बाल्दा चाहिँ अब खोल्दा हुन्छ। यहाँबाट दाउरा हाल्दा यसलाई बन्द गऱ्यो यसलाई बन्द गऱ्यो होइन। यो पनि खुल्लै छ। हजुर। अनि दाउरा कम्ती लाग्नु लागि चाहिँ तपाईँले यसलाई बन्द गर्नुपर्छ। ए अनि यहाँ लिभर छ एउटा। यहाँनिर लिभर छ एउटा देख्नु सक्नुहुन्छ लिभर है। यसलाई बाल्दा चाहिँ डाउन गर्नुपर्छ लिभरलाई। हजुर। बालेपछि चाहिँ अफ गर्नुपर्छ। त्यसमा नि लिभरले चाहिँ के गर्छ? कम्ती दाउरा खान्छ एकदम कम्ती खान्छ। यहाँ चाहिँ जुन यो टोप छ यसमा चाहिँ पुरा राउन्ड भएर आउँछ यो दाउरा त्यो ऱ्याप जुन छ नि ऱ्याप यो भएर चाहिँ एकदम राम्रो कुरा छ। अनि पर्यावरणलाई एकदमै हानि नपुर्याउने भएकोले चाहिँ यसलाई अनि दाउरा पनि धेरै कम्ती लाग्छ। त्यसमा तपाईँहरूको समय बचत भयो पैसा बचत भयो अनि फेरि जङ्गल पनि काटिएन है। अनि यसमा त्यो अघि मैले तपाईँहरूलाई देखाएको छु माथि होइन जुन ब्रिटिस देखाएको छु तपाईँले यहाँ छ ब्रिटिस यहाँ चाहिँ छैन छ नि आइस हकिरहेको छ त्यो अहिले एकछिनमा म तपाईँलाई बताउने छु त्यो देखाएर है। लाइक खाना पकाउनु पर्यो भने चाहिँ यहाँ माथि राख्नु। हजुर यहाँ र हुन्छ। यहाँ भाँडा हुन्छ जुन चाहिँ भाँडा राख्यो पनि भयो। जुन चाहिँ भाँडा राख्दा पनि दाउरा हाल्दा पनि भयो, दाउरा हाल्दा पनि भयो, कोइला हाल्दा पनि भयो। कोइला हाल्दा पनि भयो। अन्त अरू के तपाईँहरूको आफ्नै त्यो प्रडक्ट रहेछ नि त्यो फ्युल। हजुर उयो हो त्यो के अरे ब्रिकेज भन्छ। त्यो चाहिँ के अरे बनाउँछ उयोले? माटो गोबर अनि यो के अरे भुसले बनिएको हुन्छ। अच्छा माटो गोबर र भुस। हजुर तपाईँले 1.5 किलो यसमा हाल्नुभयो भने 2 घन्टाहरू चाहिँ मजाले तताउँछ खानासाना मजाले पाक्छ। अच्छा अन्त त्यो उयोको दाम चाहिँ कति छ त्यो? दाम हजुर त्यसको त तपाईँ अलि धेरै कम्ती छ नि। दाउराभन्दा त धेरै कम्ती अब लाग्छ पनि है। त्यसको चाहिँ 1 केजीको चाहिँ 20 रुपियाँ पर्छ। 1 केजीको 20 रुपियाँ भनेपछि 20 रुपियाँमा चाहिँ तपाईँको खानापिना पाक्यो लाग्यो। एक टाइमको? हजुर एक टाइमको पाक्यो। दामी है 20 रुपियाँमा खाना एक टाइमको नट ब्याड है। अन्तखेरि चाहिँ लाइक अझै एउटा बेनिफिट चाहिँ के लाग्यो भने चाहिँ यहाँ चाहिँ मलाई गरम भइरहेको छ क्या यो आगोले गर्दा यो हुन्छ नि त्यो ऱ्याप आउँदो रहेछ होइन। यो यसको उयोमा पनि भनिदिनु न दामहरू पनि भनिदिनुहोस् न अन्त के कसो छ? दामहरू चाहिँ तपाईँको धेरै अफरमा आएको छ यसपालि है। बाहिर किन्नु भयो भने चाहिँ यसको पर्छ लगभग 22,500 रुपियाँ। 22,000 बाहिर किन्यो भने बाहिर चाहिँ? किन्यो भने चाहिँ तपाईँ यहाँदेखि बाहिर किन्नुभयो भने। हजुर। तर हामी चाहिँ कम्पनीले तपाईँलाई 2 वर्षको वारेन्टी पनि दिइरहेको छ। हजुर। त्यसमा 30 केजी ब्रिकेज पनि दिइरहेको छ। ए 30 केजी पनि पायो? हजुर। अनि साथमा 8,000 रुपियाँमा मात्र 8,000 रुपियाँमा 30 केजी फ्युलसँग यो सबै चिम्नी पनि यो पनि सबै चिम्नी सिम्नी सबै गरेर गरम भयो। यो चाहिँ तर राम्रो रहेछ हाम्रो हिल्सतिर चाहिँ क्या रुम हिटरको पनि काम गर्ने छ ठन्डामा चाहिँ। लास्ट एउटा अझै एउटा क्वेसन ल दा हजुर। यो चाहिँ नि कहाँ चाहिँ लगाउनु सक्छ घरमा चाहिँ? तपाईँको मर्जी हो। किचनमा लाउँदा पनि भयो तपाईँले यो तपाईँको कोठामा लाउँदा पनि भयो तपाईँले सिटिङ रुममा लाउँदा पनि भयो। अब कहाँ लानुहुन्छ हामीलाई? अब डोमिट्री भनेर तपाईँहरूको बस्ने? हजुर होइन हाम्रो होइन यो गेस्टहरू आएर बस्छ। यहाँ पनि गेस्टहरू आएर बस्छ। ए अच्छा यो पनि सेम हो उतापट्टिको रुम पनि? हजुर सेमै हो। मलाई चाहिँ यो सानो डिटेल्सहरू चाहिँ मजाको लाग्यो क्या। कोही छैन होला नि है फेरि अर्काको। हेर न बोटलको इस्तेमाल लाइक हुन्छ नि डिजाइन बनाउनुमा क्रिएटिभ। यस्तोहरू चाहिँ कसले सोच्छ हौ दा? यहाँ सबैले बिचराहरू सोच्छन्। यो झन् दामी रहेछ त है। शीतल पनि क्या शीतल भन्यो त्यो ओभरै राप आउँदो रहेछ नि त्यो हिटरले त। ए अचम्पो दामी है। वाउ गाइज यहाँ पनि रहेछ त्यो। यहाँ चाहिँ तताउने बेलुका आएर गफसफ गर्दै चिया खाँदै। अम्बो यहाँ त सोच्नु न अब टक्कै यहाँ बसेर चाहिँ हल्का यो राप आइरहेको हो चिसोमा चाहिँ टक्कै गफ गर्दै आमा। यो पनि उयो नै होमस्टेको पार्ट हो। ए यहाँ त बेसी मान्छे आउँदा होला नि त है। एन्ड गाइज डोन्ट वरी है तपाईँहरूलाई काठमा सुताउँदैन म्याट्रेस दिन्छ होला नि होइन मान्छेहरूले। यु गेट लाइक दिस काइन्ड अफ म्याट्रेस है। टिडीको चाहिँ टुर गर्नु मजा आउँदैछ है। यहाँको होमस्टे पनि दामी रहेछ। अन्तखेरि यहाँको जुन चाहिँ हुन्छ नि लाइक नेचरलाई माया गर्ने सबै कुराहरू क्या। हामी चाहिँ अझै तल जाँदैछ होइन। एकदम लेयरमा हिँड्दैछ हामी चाहिँ आज चाहिँ होइन टक्कै। यो चाहिँ के हो? यो चाहिँ हो जम्जा हाम्रो। जम्जा?
जति पनि मिटिङहरू हुन्छ जति पनि तपाईँको यहाँ ट्रेनिङहरू हुन्छ सबै अच्छा। यहीँ गराउँछ यहाँ गर्नु छ हजुर यहाँबाट चाहिँ यु क्यान सी के रोपिरहेको रहेछ है के रोपेको छ त यो कोपी रोपेको छ बिट रोपेको छ ग्राउन्ड एप्पल रोपेको छ साग यो पनि माटोको रहेछ है माटोको बाँस र माटो बाँस र माटोको प्लेटफर्म हामी चाहिँ अहिले यस्तो लेभल उयोमा छ नि त होइन यस्तो प्लेटफर्ममा छ अन्त प्लेटफर्म पनि बाँस र माटोले बनाएको रहेछ क्या नो सिमेन्ट वासरुम चाहिँ म जाँदैछु किनभने झारपातले छोपेको रहेछ नि वासरुम पनि अरे के लेछ हौ कम्पोस्ट टोइलेट अरे यो चाहिँ कसरी काम गर्छ त टोइलेट चाहिँ तल झर्छ त्यो चाहिँ त्यहाँनिर चाहिँ मल बनिन्छ ए हो म पनि बुझ्छु नि अलिअलि कुराहरू त गाइस यहाँ टिडीको तपाईँले अब होमस्टे देख्नुभयो दोकान सोकान सबै देख्नुभयो होइन यहाँको सबै नेचुरल कुराहरू अब चाहिँ लाइक वी गन टक विथ मिस्टर जाओस् है टिडीबाट अन्तखेरि म चाहिँ एक दुईवटा क्वेसनहरू सोध्छु उहाँलाई है उहाँ चाहिँ नेपाली अलिकति बोल्नु हुँदैन सो हिन्दीमा बोल्नुहुन्छ अन्तखेरि मैले त हिन्दी तपाईँलाई थाहै छ पहले तो मेरा हिंदी बहुत अच्छा है हाँ और मेरा नेपाली भी ज़बरदस्त है तो ये टीडी का जो टीडी है नाम हाँ जी उसके पीछे का मीनिंग क्या है तो टीडी का नाम का स्टोरी बहुत सिंपल है टीडी बेसिकली स्टैंड्स फॉर बहुत सिंपल है टेक इट इजी डज इट सो टीडी का आइडिया ये है कि हमें ये समझना है कि मदर नेचर में सब टाइम पे नहीं होता है मदर नेचर अपने टाइम पे चलती है एंड इन द सेम वे समटाइम्स वी ऑल्सो हैव टू लर्न हमको भी सीखना है यही बात कि हम जितनी भी गाड़ी दौड़ाने की कोशिश करें कभी कभी स्लो डाउन होके थोड़ा टेक इट ईजी करके काम और अच्छा होता है तो इसलिए टीडी का नाम पड़ा है टीडी और इसका एक और रिलेशनशिप भी है कि जब विंटर में जो यहाँ पे सिकाड़ा होता है जो ये यहाँ पे इंसेक्ट है तो वो इंसेक्ट जब झाड़ पे होता है तो शाम को वो टिडिक 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 करता है तो इसीलिए भी वो नाम पड़ा है टीडी अब दिस हिमालयन माउंटेन स्टोव यस आप लोग अभी ये प्रमोट कर रहे हैं जी माउंटेन जी स्टोव जी ये कहाँ से है और लाइक क्या है इसका तो इसके पीछे स्टोरी बहुत सिंपल है कि ये कंपनी है जिसका नाम है हिमालयन रॉकेट स्टोव इटसेल्फ और ये कंपनी जो है 5 साल से ये प्रोडक्ट बना रही है तो कैसा है कि मार्केट में बहुत टाइप के अलग अलग हीटिंग डिवाइसेस है पर हिमालयन रॉकेट स्टोव खास है क्योंकि इसमें फ्यूल वुड जो है जो लकड़ी कंज्यूम होती है वो 50% कम कंज्यूम होती है और इससे हीटिंग भी बहुत ज़्यादा मिलती है कंपेयर टू बाकी के सॉल्यूशंस जो है मार्केट में और ये भी है कि इसका टेक्नोलॉजी और इनोवेशन की वजह से इसमें से स्मोकलेस चूल्हा है तो इसमें से स्मोक नहीं निकलता है तो ये कंपनी ने क्या किया है कि उन्होंने बहुत सारे रीजन में जैसे उत्तराखंड हिमाचल प्रदेश लेह लद्दाख में भी इनके प्रोजेक्ट्स है अभी दार्जिलिंग में भी कर रहे हैं हमारे साथ पिछले साल भी उन्होंने 120 स्टव लगाए हैं और ये साल भी हम 500 स्टव लगाएंगे उनके साथ तो ये यूनिक टेक्नोलॉजी है और इसके वजह से बहुत सारे एनवायरमेंटल बेनिफिट्स भी होते हैं क्योंकि लकड़ी कम यूज़ होती है तो एनवायरनमेंट को भी फ़ायदा होता है और जितनी लकड़ी कम यूज़ होगी उतना लोग कम टाइम स्पेंड करेंगे वो लकड़ी लाने के लिए ढूंढने के लिए जलाने के लिए तो ये प्रोजेक्ट के बहुत सारे अलग अलग बेनिफिट्स हैं और इसलिए हम ये प्रोजेक्ट HRS के साथ पार्टनर करके कर रहे हैं दार्जिलिङ रिजन में गाइस यो चाहिँ वर्किङ स्पेस रहेछ यहाँनिर चाहिँ खास कुरो किचन अन्त ए खास यो ठिक्कै भयो है डेमो पक्दै गरेको चाहिँ यो के पकाउनु भएको यो चाहिँ यकन सिरप ए यकन सिरप यो तपाईँलाई अघि मैले भन्दै थिएँ नि हजुर यो सड हाउसले बनिएको यो चाहिँ तपाईँहरूले 30 केजी पाउनुहुन्छ यो चुलासँग चुलासँग 30 केजी अन्त 1 केजीको चाहिँ कति अरे 1 केजीको 20 रुपियाँ 20 रुपियाँ केजी यो चाहिँ दामी चार्ज अरे पनि रुममै यो एउटा चाहिँ कति चल्छ एउटा त यो कसै हुन्छ ठुल्ठुलो हुन्छ नि यो त हामीले भात राखेको नि त ए लामो हुन्छ नि त्यति लामो यो चाहिँ अब यहाँ पकाउँदैछ होइन यो चाहिँ कहाँबाट हाल्नु यहाँबाट त्यहाँबाट हाल्दा हुन्छ ए यसरी चाहिँ यहाँबाट दाउरा हाल्यो यो हाल्यो ब्रिकेट्स न दाउरा हाल्दा पनि हुन्छ अरे कोइला हाल्दा पनि हुन्छ है ल हामी पनि लु हालिदिउँ त एउटा है ठिकै छ हेर्नु यसको नाम पनि कस्तो युनिक छ है माटो 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 हेलो चलिरहन्छ यो सानो कुकुरहरू एक्टिभ हुन्छ नि त माटो गाइज अन्त यहाँ टिटीको चाहिँ लाइक सोसियल मिडिया अकाउन्टहरू पनि छैन युट्युब च्यानल पनि छ अन्तखेरि इन्स्टाग्राम पेज पनि छ त्यसको लिङ्क चाहिँ डिस्क्रिप्सनमा हुन्छ है त्यहाँबाट तपाईँहरू फलो गर्न सक्नुहुन्छ गाइज लास्टली है वी आर हियर एट समवान्स हाउस
यहाँ चाहिँ हामीले फिडब्याक लिन आएको होइन हिमालयन रकेट स्टोभको बारेमा। अन्त लाइक दिस इज क्वाइट ऱ्यान्डम है अर्काको घरमा। नमस्ते। हाम्रो यहाँ राकेश दा। ए अन्त सुन्नुहोस् न, हामीले यो स्टोभ देख्यो हो, यसलाई चलाएको पनि देख्यो हो, अन्तखेरि तपाईँ त अब कन्ज्युमर हो किनेर हाल्नु भएको, अन्त तपाईँलाई के कस्तो लाग्यो त यो स्टोभ भनिदिनुहोस् न अलिकति तपाईँको एक्सपिरियन्स। अब मैले देखेको हामीले चलाएको अनुभव अनुसार चाहिँ राम्रै लाग्यो हो। हजुर। त्यो जुन उहाँहरूले दिनुभएको छ त्यो ब्रिकेज त्यो पनि राम्रो लाग्यो। एक बोरा चाहिँ झन्डै अब कन्टिन्युसली चलायो भने एक हप्ता जस्तो थियो क्या। ए चल्दो रहेछ। एक बोरा भने चाहिँ कति रुपियाँको? त्यो त होइन उहाँहरूले ए त्यो 30 केजी दिएको नि त है। हजुर। अन्त विशेष गरी यहाँ चाहिँ के पकाउनु हुँदैछ अहिले चाहिँ? अहिले पानी कोही कोही बेला मोमोहरू पनि पाक्छ। ए नमस्कार, तपाईँको घरमा त्यतिकै आइपुगेँ, सरी। त्यो सोध्दै आएको थियो कि त्यो हिमालयन उयोको बारेमा, रकेटको बारेमा तपाईँले हाल्नु भएको रहेछ है, अन्त त्यही फिडब्याकको लागि आएको नि खासमा चाहिँ। एकदम राम्रै थियो कि। हजुर। अब अस्तिसम्म चाहिँ एकदम सपोर्टिभ भयो एकदम जाडोमा होइन। हजुर। तर अहिले चाहिँ अब गरमले गर्दा युज भएको छैन होइन। हजुर। राख्नु चाहिँ राखिरहेको छु होइन। ए किचनमा इन्स्टल गर्नुपर्छ। हजुर किचन तपाईँलाई चाहिँ के लाग्यो यो एकदम यो इनिसिएटिभ? इनिसिएटिभ त के अब यसमा सबै राम्रै छ होइन। हजुर। मलाई एकदम ठिक लाग्यो विन्टरको लागि चाहिँ एकदम। दार्जिलिङको लागि दामी है मैले सोच्दा दार्जिलिङको चाहिँ। अब हरेक गाउँमा चाहिँ राम्रो हुन्छ क्या। हजुर। एकदम राम्रो छ किन यसमा कुकिङ गर्नु पनि हुँदो रहेछ होइन। हजुर। पानी जस्तो मेन भनेको पानीको लागि चाहिँ बहुत सुविस्ता हुँदैछ र हाम्रो बिजुलीको बिल सेभ हुने रहेछ होइन। हजुर। तपाईँलाई पनि धेरै धेरै धन्यवाद है, हामीलाई घुमाइदिनु भयो डल्लै है, हुन्छ हुन्छ थ्याङ्क यू। होइन आउँदै गर्नुहोस्। फेरि भेटौँ है। भिडियो चाहिँ हेर्दै गर्नुहोस् है। भिडियो एकदम हेर्नु भेट्ने बेलामा चाहिँ साँप चाहिँ लिएर आउँछ। अब त्यसो भए चाहिँ भेट्दिनँ।